नमस्ते ओम अपां पते वरुणाय नमः ओम अपां पते वरुणाय नमो नमः प्रार्थना पूर्वक नमस्कार समर्पयामि आसनार्थे पुष्पं समर्पयामि आवाहनम् ओम गणपते नमः गणपति भावयामि स्थापयामि पूजयामि ओम फूले अथवा ओम गणपते नमः गणपति भावयामि स्थापयामि पूजयामि ओम गौर्यै नमः गौरी भावयामि स्थापयामि पूजयामि ओम पद्मायै नमः भावयामि स्थापयामि पूजयामि सच्चे नमः सच्चे भावयामि स्थापयामि गेटहरू ग्रहण गरेर बसिसक्नु भएको छ यहाँ हाम्रो लस्करीहरू सक्नु शिवरात्रि हाम्रो दीक्षा भान्जीको आगमन भइसकेको छ शिव मन्दिरमा हेमसन भाइ उहाँ बस्नुभएको छ चारजना साथी पहिला आज शिवरात्रिको अवसरमा यहाँ थुप्रै दर्शकजनहरूको भिड आजको दिन हाम्रो यहाँ पूजा लागबत्ती प्रदान कार्यक्रम भइरहेको छ सबै हाम्रो पूजनीय पिताको माताश्रीहरू बस्नुभएको छ गर्दै हुन्छ सबैले पुरोहितहरू बस्नुभएको छ के भन्नु छ शिवरात्रिको अवसरमा के भन्नु छ ह्याप्पी महाशिवरात्रि माई ब्रदर्स एन्ड सिस्टर्स एन्ड अल माई कलिग्स माई डियर्स एन्ड नियर्स होइन तपाईँ हेर्नु
अहिलेको युवा युगको एकदमै चल्दो बल्दो प्रेरित गर्ने खालको उहाँ एकदम महत्त्वपूर्ण भूमिकामा बाँधिनु भएको छ अहिले। ल अब को हाम्रो मिस्टर जाम उहाँले गर्दा अगाडिको सब भाइको जाम भएको छ। मिस्टर जाम सिक्नुहुन्छ अहिले। मिस्टर जामलाई आज महाशिवरात्रि मिस्टर जामलाई पैसाको जरुरत भएको छ। सहयोग गर्नुहुन्न मेरो 9849644448 मा ई-सेवा रहेको छ। त्यसमा जति सक्दो हुन्छ सहयोग गर्न सक्नुहुन्छ। धन्यवाद। केटा के सुन्दैछ यहाँ क्यामेरामा के गरे सक्दो मलाई सहयोग गर्नु होला। धन्यवाद। धेरै होइन 10 लाखको सहयोग गरिदिनु होला। एउटा कन्या पनि खोजिदिनु होला। 50 लाखसम्म भयो मलाई पुग्नेछ। जसले अब भिडियो हेर्नुहुन्छ एउटा कन्या आवश्यक छ। कन्या आवश्यक छ। सबै कन्या आवश्यक भएका मान्छेहरू मिलेर यहाँ पीडितहरू बढी आवश्यक होला। एकदम फास्ट न क्यामेरा नघुमाउनु हो।
पूजा भयो हजुर एकदमै राम्रो भयो आजको यहाँको व्यवस्था धेरै राम्रो लाग्यो हो त्यो बेलादेखि अहिले राम्रो भयो सबै मन्दिर पनि भयो एकै ठाउँमा सबै चिज धेरै धेरै धन्यवाद ल Dhamma ojasame sahasam atma same tanu same satma same brahma same gani cha के भन्न चाहनुहुन्छ आज शिवरात्रि दिन शिवरात्रि दिन राम्रो हो धेरै धेरै भनेर भन्न चाहन्छु सब कार्की खानदानको सब मान्छेहरूको परिवार सबैको घरमा त टन्नै थियो नि त घरमा टन्नै थियो अस्ति पनि अझै घडिरा क्यामेरा हातमा थियो आज पनि क्यामेरा हातमा छ आज शिवरात्रि दिन के दुई शब्द भन्न चाहनुहुन्छ जे हो शिवरात्रि शिवजी भन्दा अर्को छैन ओम नमः शिवाय देव यहाँ मन्दिरमा पुरै भक्तहरूको सेवामा लागेको छ अनि एकदम मेहनती धेरै काम गर्छ मामा चाहिँ मामा सेल्फी हाम्रो सेल्फीको तपाईँले हाम्रो मामाको हेर्न सक्नुहुन्छ प्रतिदिन ह्यान्डसम बन्दै दिइराख्नु भएको छ एकदमै डाइनामिक क्यारेक्टर बन्दै हुन्छ उहाँ चाहिँ एकदमै सुन्दर अब मामाजीलाई अब हामी माइजू खोज्नु परेको शिवरात्रिको आशीर्वाद लागिहाल्छ मामालाई हामी आज 2081 साल 14 गते शिव मन्दिरको प्राङ्गणमा छौँ कार्यक्रम पनि गएको छ हाम्रो कार्की परिवारको सबै कार्की हाम्रो सबैभन्दा दुईजना बुवामा सायल रेडी जति र छोरामा चेतन जति कोही पनि छैन राम्रोसँग अनुहार चिनिहाल्नुहोस् पहिला राम्रोसँग हेर्नुहोस् बायाँ बायाँ वरा तल माथिबाट राम्रो हेर्नुहोस् अपछि हाम्रो राम्रो बाहिरको खाँदो छ कान्छो बुहारीको हेर्नुहोस् शिव मन्दिरमा हाम्रो आज दर्शनार्थीहरूको धेरै भिड रहेको छ केटाकेटी पनि खेल्दैन यतापट्टि सेमदाईको पनि भर्खर आगमन भएको छ भने सुनेको छु छोरी आछिन् बुहारी आछिन् चेतन बाबु आउनु भएको छ हाम्रो भर्खर भर्खर भर्खरै इन्ट्री भएको छ भाइले गएर बुवाले ल्याउनु भएको छ हजुर मजाले बसेर यहाँ हेर्दै हुन्छ राम्रो भाइ यहाँबाट बस्नु
यतामा चढाऊ अब हाम्रै भान्जी आएर रिक्सी आएर छोरी आएर आइसकेका छन् हाम्रो मन्दिरको प्राङ्गणमा। उहाँहरू खेल्नमा व्यस्त हुनुहुन्छ, मस्त मगन हुनुहुन्छ। देउ मजाले किन भएछ, हाम्रो यहाँ साबुदाना पाक्दैछ। धेरै मिहिनेत गरेर मिठो मिठो साबुदाना पकाउँदै हुनुहुन्छ। दाजुहरू पनि हाम्रो धेरै खटिनु भएको छ, उहाँको पनि ठुलो योगदान रहेको छ। दुईजना भाइको त कुरै नगर निर्जला उपवास आज व्रत पनि लिनुभएको छ उहाँले। म निर्जला उपवासको कारणले राम्रो कन्या बिहा गर्न पाऊँ भनेर आज निर्जला व्रत लिनुभएको छ उहाँले। एकदम हेल्दी रहौँ भन्ने पनि उहाँको एकदम भएको छ। उहाँको मनोकामना चाँडै पुरो होस्। तर के अरे जाम बाबाले अगाडिबाट बाटै छोड्नु भएको छैन हाम्रो जाम बाबाले। अबुलाई विवेकलाई भन्नु है भाइहरूको ह्याप्पी महाशिवरात्रि क्लब है। हौ को साथीहरू यता के भन्न चाहन्छ अब? के हुन चाहदैन, अस्ति हुन चाहन्छु। आज मेरो भाइको निर्जला व्रत छ, व्रत लिएर बस्नु होइन म सधैँ व्रत बस्छु यहाँ। मनोकामना उहाँको पुरा होस्, मेरो भाइको सबैको मनोकामना सबै पुरा होस्, भाइको पनि पुरा होस्। मनमै नभनिकन होइन भाइहरू सबैको मनोकामना पुरा होस्। अब भिडभाड काम हुँदैछ मन्दिरमा हाम्रो। अहिलेको समय जस्तो 12 साढे 12 भइसकेको छ। रेडी भाइलाई पठाएको 500 भेट्न भन्छ आएको। मान्छेको धेरै नै भयो, मान्छेको धेरै नै खेल खेल तिमीले नमस्ते, म नदिएको तपाईँलाई भाउजू हाम्रो मुखमा नदिएको म त मान्छेहरू भइरहेको थिएँ। हाम्रो दाजु पनि भर्खर क्याम्पमा एकदम भिआइपी मान्छे आइसक्नु भएको छ हाम्रो मन्दिरको प्राङ्गणमा। भाउजू के चल्छ हालखबर? ह्याप्पी महाशिवरात्रि नानु, ह्याप्पी शिवरात्रि। ए ललित दाईको प्यारा छोराछोरीहरू पङ्गराको टोली आइसक्नु भएको छ यहाँ। राधे राधे, सानो राधे, ठुलो भाउजू, दिदी ढोले दि हुन्छ ढोले कति पूजा गर्नु, यता दर्शन गर्नु, उता दर्शन गर्नु। बिस्तारै भिडभाड एकदमै कम भइरहेको छ हाम्रो शिव मन्दिरमा। दिउँसोको समय पनि भइसक्यो, 1 वर्ष लागिसक्यो। दिदीहरूको भर्खर आगमन भएको छ। म यतातिर गएर एकछिन सानो भिडियो बनाउँछु। चन्दन लाउनु ठिकै अब यता ठिक्क शिवलिङ्गको अगाडि यसो तेल ओम परम
अन्नं सर्वं गन्धाय ओ विजन धनकोपदिनो विश्व बाणवा फेरि संसारको आवश्यक नगदे माले निगदिने माले दर्शन भक्तिन मया हेतारि पुष्पाणि ग्रहणशिवाय नमः पुष्पमाला समर्पयामि बेलपत्र बेलपत्र नमस्कार राख्नु शाखा बेलपत्र हात सिधै कोमले सबै शिव भोजन परिश्यामी बेलपत्र शिवार्णम अखण्ड सिंगारको सामान आयो ल बाई लास्टमा हिरोको इन्ट्री हुन्छ भने चाहिँ हाम्रो स्यामदाको इन्ट्री भन्छ हाम्रोमा चाहिँ बङ्गाला नम्बर 9 को एकदम डन हुन्छ हामी अरे के भन्नु भाग्यमानी हात त तिमीहरुको हामी सबैलाई के रे त्यो डायलग के 12 गाउँको चटाक 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 भन्ने के रे आफ्नो दिन शम्भुको दिन आज ल्यान त एकबाट दाजु ह्यापी महाशिवरात्रि भन्न चाहन्छु जय शम्भु जय शम्भु आजको के छ हजुरको विशेष प्रोग्राम छोरो आज छोरोलाई यसो ल्यायो घुमायो अनि बाबु सानो यता हेर उठ उठ उठ्दै 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 बत्तीको लागि चाहिँ यो
तेलमा चाहिँ बातीहरू भिजाउने कार्यक्रम भइरहेको छ। त्यही भएर सिर्जना हेर भगवान् कहाँ हराइन्छ सिर्जना म हजुर एउटा ग्रुपिङ फोटो हेर्छ हाम्रो पनि 3-4वटा खिचिदिएर पछि बाटोमा पठाइदिनु। हुन्छ हुन्छ। आमा सब्जी बनाउने हो यो लाखोटी बाल्नुको लागि। लाखोटी बाल्नु काम भइरहेको यस्तो मन्दिरको दृश्य अझै बन्ने बाँकी छ। आमा के हुँदैछ अलि के टी ब्रेक हो कि खाजा ब्रेक? ब्रेक खाजा ब्रेक भनेको त्यो गर्नु काममा पाइन्छ अन्तिम लाग्छ। बुहारी कहाँ गएछ? अञ्जली कहाँ गएछ? शनिदेव उसरी भन्ने हो भने त होइन होइन सुन्नु नि दादा, हजुर यसो त्यो खोलाहरूको पानीको कलर विचार गर्नु। अहिले पनि त्यो एकदम खतम भइरहेको छैन कि काठमाडौँको बागमतीको पानी हेर्नुपर्छ। बागमा जाँदा मान्छे उसले बागमा जाँदा ऊ मान्छ नि त त्यहाँ